नमस्ते, आदाची सिटीमा बस्नुहुने सम्पूर्ण विदेशी नागरिकहरूलाई स्वागत छ। आज हामी फोहोर र पुनः प्रयोग गर्न मिल्ने वस्तुहरू फाल्ने नियमहरूबारे जानकारी दिनेछौँ। नियम अनुसार फोहोर फाल्नु आरामदायक जीवनका लागि महत्त्वपूर्ण छ। आज हामी के सिक्छौँ? हामी आधारभूत नियमदेखि जलाउन मिल्ने र पुनः प्रयोग हुने वस्तुहरूको वर्गीकरण अर्थात् छुट्याउनेसम्म सबै कुरा समेट्नेछौँ। 3वटा आधारभूत नियमहरू छन्। वर्गीकरण अर्थात् छुट्याउने अनिवार्य छ। तोकिएको दिनमा फाल्नुहोस् र बिहान 8 बजेभित्र फोहोर फाल्ने ठाउँमा पुर्याउनुहोस्। बिहान 8 बजे? यो त धेरै महत्त्वपूर्ण रहेछ। यदि नियम पालना नगरेमा के हुन्छ? कृपया होशियार रहनुहोला, किनभने यी नियमहरू उल्लङ्घन गर्ने वस्तुहरू सङ्कलन गरिने छैनन्। पहिलो, जलाउन मिल्ने फोहोर बर्नेबल गार्बेज हो, जुन हप्तामा 2 पटक सङ्कलन गरिन्छ। मेरो क्षेत्रको लागि निश्चित दिनहरू कसरी थाहा पाउने? कृपया आदाची सिटीको वेबसाइटमा आफ्नो टोलको सङ्कलन तालिका हेर्नुहोस्। जलाउन मिल्ने फोहोरका लागि पारदर्शी झोला वा बिर्को भएको भाँडो प्रयोग गर्नुहोस् र बिहान 8 बजेभित्र फाल्नुहोस्। भान्साको फोहोरका लागि केही विशेष सुझाव छ? हो, कृपया फोहोर फाल्नु अघि त्यसमा भएको पानी राम्ररी निचोड्नुहोस्। साथै फोहोर कहिले पनि राति बाहिर नफाल्नुहोस्। अर्को जलाउन नमिल्ने फोहोर नन बर्नेबल गार्बेज हो, जुन महिनामा 2 पटक सङ्कलन गरिन्छ। महिनामा 2 पटक त कमै रहेछ। त्यो दिन कसरी थाहा पाउन सकिन्छ? जलाउन मिल्ने फोहोर जस्तै तपाईंले आदाची सिटीको वेबसाइटमा निश्चित तालिका हेर्न सक्नुहुन्छ। पारदर्शी झोला प्रयोग गर्नुहोस् र बिहान 8 बजेभित्र फोहोर फाल्ने ठाउँमा राख्नुहोस्। फुटेको सिसा जस्ता धारिला वस्तुहरूलाई कसरी व्यवस्थापन गर्ने? सुरक्षा सबैभन्दा पहिले फुटेको सिसा वा धारिला वस्तुलाई कत्तामा बेरेर त्यसमा केकेन खतरा लेख्नुहोस्। तेस्रो पुनः प्रयोग गर्न मिल्ने वस्तुहरू हुन्, जसमा कागज, बोतल, क्यान र पीईटी बोतलहरू पर्छन्। हप्तामा 1 पटक? ठिक छ। के तालिका अनलाइन उपलब्ध छ? हो, कृपया आफ्नो क्षेत्रको निश्चित दिनका लागि आदाची सिटीको वेबसाइट हेर्नुहोस्। कागजलाई डोरीले बाँध्नुहोस्, बोतल र क्यानहरूलाई पानीले पखाल्नुहोस् र तोकिएको बाकसमा राख्नुहोस्। यदि पानी परिरहेको छ भने के गर्ने? केही समस्या छैन। पानी परेको दिनमा पनि सङ्कलन हुन्छ। बस बिहान 8 बजीभित्र फाल्न नबिर्सनुहोस्। प्लास्टिक पनि हप्तामा 1 पटक सङ्कलन गरिन्छ। यसमा प्लास्टिकका भाँडाकुँडा र प्याकेजिङहरू पर्छन्, होइन त? एकदम ठिक। आफ्नो क्षेत्रको सङ्कलन दिन निश्चित गर्न आदाची सिटीको वेबसाइट हेर्नुहोस्। कृपया पारदर्शी झोला प्रयोग गर्नुहोस् र बिहान 8 बजेभित्र बाहिर फाल्नुहोस्। के ती सफा हुनुपर्छ? हो, खानाका भाँडाहरू फाल्नु अघि कृपया थोरै पखाल्नुहोस् वा दागहरू पुछ्नुहोस्। ठूला आकारका फोहोरहरूका लागि रिसेप्सन सेन्टर मार्फत अग्रिम बुकिङ आवश्यक पर्छ। यदि मलाई जापानी भाषा आउँदैन भने बुकिङ गर्न गाह्रो हुन्छ र? पटक्कै हुँदैन। अङ्ग्रेजी, चिनिया र कोरियन भाषामा फोन सहायता उपलब्ध छ र अनलाइन दर्ता पनि गर्न सकिन्छ। तपाईले शुल्क तिरेर घरैबाट उठाउन लगाउन सक्नुहुन्छ वा आफै तोकिएको ठाउँमा निशुल्क लैजान सक्नुहुन्छ। आफैले लैजाँदा निशुल्क हुन्छ? त्यो त राम्रो। हो, आवेदन दिनका लागि 0367475100 मा फोन गर्नुहोस्। टिभी र पीसी जस्ता वस्तुहरू यसमा पर्दैनन्। याद राख्नुहोस् कि सिटीले टिभी, एसी, वाशिङ मेसिन, फ्रिज वा पीसी सङ्कलन गर्दैन। त्यस्ता वस्तुहरूलाई के गर्ने त? ती वस्तुहरू किनेको पसल वा होम अप्लायन्स रिसाइक्लिङ रिसेप्सन सेन्टरलाई 0570087200 मा सम्पर्क गर्नुहोस्। थप विवरणका लागि आदाची सिटीको आधिकारिक वेबसाइट वा गार्बेज सोर्टिङ एप प्रयोग गर्नुहोस्। के एपले अन्य भाषाहरू पनि सपोर्ट गर्छ? हो, यसले अङ्ग्रेजी, चिनिया र कोरियन भाषा सपोर्ट गर्छ र यसमा वर्गीकरण शब्दकोश पनि छ। फोहोर फाल्ने नियमहरू पालना गरेर आदाची सिटीलाई सबैका लागि बस्न योग्य राम्रो ठाउँ बनाऊ। धन्यवाद।